हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँहरू मेरो न्यू ब्लगमा। हजुरहरू सम्पूर्णलाई सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यसपालिको तिहार पनि सकिसक्यो, तर गाउँघरमा काम भने सकेको छैन। त्यही भएर आज चाहिँ म जान लागेको धान झार्नको लागि। तिहारमा टिका लगाएको भ्लगै आएन त भनेर सोच्नु भएको होला। यसपालि मैले टिका लगाएन, त्यस कारणले चाहिँ मैले तिहारमा भ्लग बनाएन। सो गाइस त्यही हो, यति भन्दै म चाहिँ जान लागेको अब कामतर्फ। गाउँघरमा पनि प्रायः सबैजनाको खेतमा धानहरू पाकिसक्यो। धान काट्न चाहिँ सुरु गरेको छैन खासै। सो गाइस यतिखेर चाहिँ म चाहिँ धान झार्ने ठाउँमा आइपुगिसक्यो। म आइपुग्दा चाहिँ भर्खर सुरु गर्दै रहेछ र साथीहरू पनि आउँदै रहेछ। अब चाहिँ म पनि ढिला नगरिकन आफ्नो कामतर्फ लाग्छु। फोनलाई साइडमा राखेर बट्टाबट धान झार्न थालियो। धान झार्ने मान्छे जम्मा 3 जना भनेर सोच्नु भएको होला, अरू पनि हुनुहुन्छ, तर उहाँहरू चाहिँ एकैछिन बिटा बाँध्न जानु भएको छ, एकैछिनमा आउनुहुन्छ। सो गाइस यतिखेर चाहिँ हाम्रो लागि खाजा लिएर आउनु भएको रहेछ। खाजा चाहिँ फेरि भोकटीमा नुन खुर्सानी मोलेर लिएर आउनु भएको रहेछ। यस्तो खाजा चाहिँ फेरि हाम्रो लागि फेभरेट हो नि त। के हो हजुरहरूले काम गर्न पाएको छैन, एकैछिनमा खाजा खानुहुन्छ भनेर सोध्नु भयो होला। अहिले चाहिँ 2:30 बजिसक्यो। भोक लागेको बेलामा जतिसुकै बजोस् भनेर मेरो पालो 1 चम्चा लिएर खाएको त एकदम मिठो थियो। खाजा खाएर सकिने बित्तिकै हामीले चाहिँ फेरि धान झार्न सुरु गर्यो। बिटा बाँध्न जानु भएकोहरू पनि आउनु भएको थियो। अहिले चाहिँ हामी सबैजना मिलेर 4 बजे नै धान झारेर सकायो। धान झारेर सकिने बित्तिकै धानलाई बटाउन थालियो। आधी घन्टा जतिमा चाहिँ हामीले धान बटाएर पनि सक्यो। त्यसपछि चाहिँ धानलाई ढोक्रोमा बटाबट बढ्न थालियो। धान बढेर सके पछाडि चाहिँ केटाहरूले बटाबट बोक्न थालियो। सो गाइस यतिखेर चाहिँ हामीले घरमा नै धानलाई पुऱ्याएर सकाइसकियो। आज काम चाहिँ 12 बजे सुरु गरेर 6 बजे नै सकाइदियो। अब चाहिँ घर जानु छ। आजलाई यति नै एन्ड बाई बाई।